नमस्कार। आज हामी एउटा सानो तर निकै मन छुने लेखमा केन्द्रित हुँदैछौँ, बुवाको चप्पलको कथा। यो स्रोतले चाहिँ एउटा छोरा या छोरीको अनुभव र बुझाइलाई समेट्छ। हाम्रो आजको छलफलको उद्देश्य के हो भने यो छोटो लेखमा लुकेको जुन अभिभावकको त्याग छ अनि त्यो बुझ्नमा हुने ढिलाइ हो त्यसकै प्रभावबारे कुरा गर्नु। एकदम। यो कथा निकै मार्मिक छ। कथाको सुरुमा एउटा कस्तो भने विरोधाभास जस्तो देखिन्छ नि। बुवा 10 वर्ष पुरानो प्वालै परेको चप्पल लगाएर काममा जानुहुन्छ, तर यता छोराछोरी चाहिँ नयाँ जुत्ता पाइन भनेर रिसाइरहेका छन्। यसले कथाको जग बसाल्छ, होइन त? हो त नि। निकै बलियो सुरुवात छ, तर खास कुरा त तब खुल्छ जब कथावाचकले पहिलो पटक, त्यो पनि संयोगले, बुवाको त्यही चप्पल लगाउँछन्। त्यो क्षण महत्त्वपूर्ण छ, किनभने त्यो सामान्य देखिने चप्पल लगाउँदा मात्र उनीहरूले त्यसको मतलब खाली भौतिक तौल मात्र होइन, भावनात्मक र जिम्मेवारीको तौल पनि महसुस गर्छन् क्या। हो, बल्ल रहस्य खुल्छ। अनि बल्ल उनीहरूलाई थाहा हुन्छ किन बुवाले कहिल्यै नयाँ चप्पल किन्नु भएन। हो, त्यो अनुभवले नै सबै कुरा प्रष्ट पार्दिन्छ। अनि त्यो पंक्ति आउँछ नि, उहाँको दुःख हाम्रो हाँसो बनेको थियो। यो सुन्दाका कस्तो गाह्रो महसुस हुन्छ है। यसले त प्रष्टै देखाउँछ बुवाको त्याग र छोराछोरीको खुसी कसरी जोडिएको रहेछ भनेर। तर त्यो अदृश्य थियो पहिले। निश्चित रूपमा यो एउटा तीतो सत्य जस्तै हो। कसैको मौन त्यागले अरूको जीवन कति सहज बनाइरहेको हुन्छ भन्ने कुरा। त्यो चप्पल लगाउने अनुभवले कथावाचकलाई त्यो नदेखिने त्यागसँग सिधै भेटाउँछ। त्यो बोध पीडादायी त छ, तर निकै महत्त्वपूर्ण पनि। भ्रमको पर्दा हट्छ नि त। अनि कथामा भनेको छ हामी प्राय ढिलो गर्छौं बुझ्न। जब बुझ्छौं तब धेरै ढिला भइसकेको हुन्छ। यो ढिलो बुझ्ने कुराले त मलाई साह्रै छोयो। यो ढिलाइलाई कथाले कसरी देखाउँछ अनि यसको असर के देखिन्छ जस्तो लाग्छ। मेरो विचारमा त यो पंक्ति नै कथाको मुटु हो। यसले के देखाउँछ भने हामी अक्सर युवावस्थाको आफ्नै सुरमा हुन्छौं वा जीवनको दौडधूपमा यति व्यस्त हुन्छौं कि हाम्रै अगाडि भइरहेका त्यागहरूलाई कि त सामान्य मान्छौं कि देख्दै देख्दैनौं। त्यो चप्पल जस्तै हो के। अभिभावकको माया, सङ्घर्ष त्यही हुन्छ, तर त्यसको गहिराई बुझ्न चाहिने परिपक्वता वा दृष्टिकोण हुँदैन हामीसँग। हो, दृष्टिकोणको कुरा। अनि जब त्यो दृष्टिकोण आउँछ नि, समय बितिसकेको हुन सक्छ, अवसर गइसकेको हुन सक्छ। त्यसैले त यो बुझाइ प्राय पश्चातापसँगै आउँछ। सराहना गर्न हामी ढिलो हुन्छौं क्या। हो त नि। र सायद त्यही पश्चाताप मिसिएको गहिरो सम्मान्य हो जुन अन्त्यमा व्यक्त हुन्छ, होइन? जब कथावाचकले भन्छन्, बुवा तपाईलाई सलाम। ढिलै भए पनि त्यो गहिरो बुझाइ र कृतज्ञताको अभिव्यक्ति हो यो। एकदम। त्यो सलाममा धेरै कुरा अटाएको छ। त्यसो भए यो छोटो कथाबाट हामीले के सिक्न सक्छौं त? एउटा त सायद यो कि दैनिक जीवनका एकदमै सामान्य वस्तुहरू जस्तै एउटा पुरानो चक्कल, त्यसले पनि त्याग र प्रेमका कति गहिरो कथाहरू बोकेका हुन्छन्। हो, त्यो त छँदैछ। अनि अर्को कुरा, आफ्नाहरूको त्यो त्यागलाई समयमै चिन्नु, कदर गर्नु कति महत्त्वपूर्ण रहेछ। नत्र त्यो बुझाइ पनि अर्थहीन हुन सक्छ। एकदम। यसले हामीलाई आफ्नै जीवनतिर पनि फर्केर हेर्न लगाउँछ नि। यो छलफलको अन्त्यमा एउटा कुरा मनमा आइरहेको छ। हाम्रै परिवारमा पनि यस्ता कति साना देखिने, सामान्य लाग्ने कुराहरू, बानीहरू वा मौनताहरू होलान् जसले भित्रभित्रै त्याग र मायाका कति ठूला नभनिएका कथाहरू लुकाइरहेका होलान्। सायद हामीले अलि ध्यान दिएर हेर्नुपर्ने हो कि साँच्चै सोच्न लायक कुरा हो यो।